नमस्ते सबैजनालाई। म चाहिँ आज एकदम यो सिङ्गापुरको बोर्डर छेउछेउ पर्छ यो। भोलि र पर्सि 2 दिन छुट्टी छ, त्यही भएर साथीहरूले सबैले खसी खाउन त भन्ने कुरा भयो। अनि खसीको लागि आएको छु यहाँ गाडी लिएर साथीको। अब म जाँदैछु खसी हेर्नलाई। आज जाँदैछु खसी हेर्नलाई। खै खसी कस्तो कस्तो छ। यो चाहिँ ठाउँ एकदम पुरै जङ्गलको बिचमा छ। यता पहाडी यता पहाड छ। यो एकदम अग्लो पहाड हो। अनि राम्रो छ एकदम बगैँचाहरू यताउता। यहाँ चाहिँ भनेको हाँस कुखुरा अनि त्यो एउटा ठुलो खालको हाँस, त्यो चिनी हाँस भन्थ्यौँ हामी त। यहाँ चाहिँ अर्कै के भन्दो रहेछ, त्यो पनि पाइन्छ। अनि राम्रो छ। अब छुट्टी छ के गर्ने, खानै पर्यो है। त्यही भएर खाना चाहिँ खानु पर्यो। यो चाहिँ एकदम बाख्राको खोर। अब त्यो एकदम व्यवस्थित हुन्छ हो यहाँतिर पनि। यो तलबाट यहाँ गाईहरू यताउता बाँध्ने ठाउँ पनि छ। यता चाहिँ अब बाख्राको खोर एकदम। यो कोठामा चाहिँ अब कुनैमा माउ बाख्रा, कुनैमा पाठापाठी, त्यो मिलाइ राखेको हुन्छ। ठुलै बनाएको हुन्छ हौ यो खोरहरू। itu kilo berapa sekarang? Lagi naik RM1. Itu hari 34. यो चाहिँ मलेसियाको बाख्रा। खसी त खासै पाइँदैन, बोकै बोका हो। ल भब गरेर मार्न आँटो। सबै भब मात्रै गर्छ। गाह्रो छ यो भब भन्नेलाई कसरी खाने। ल त साथी यस्तै छ है।